तपाईँले यदि प्याकेज खरिद गर्नुभएको छ भने यो भिडियोको डिस्क्रिप्सनमा चाहिँ एउटा डाउनलोड लिङ्क छ। त्यहाँबाट तपाईँले यही आइडी कार्डको एडिटेबल टिप फर्मेट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ र डाउनलोड गरेर ओपन गरिसके पछाडि चाहिँ यस्तो देखिन्छ। र सबैभन्दा सुरुको हाम्रो फर्स्ट स्टेप भनेको लेयर प्यानलबाट यो डिलिट डिस लेखेको लेयरलाई हटाउने। यसलाई डाइरेक्टली किबोर्डबाट डिलिट थिचेर डिलिट नि गर्दा पनि भयो, वा तपाईँको यो आँखा जस्तो आइकन छ नि, यसलाई तपाईँले क्लिक गर्दाखेरि पनि भयो। यो गरिसके पछाडि चाहिँ अगाडिको जुन यो नम्बर देखिएको थियो, यो वाटरमार्क चाहिँ तपाईँको हट्यो। अब सेकेन्ड स्टेप भनेको तपाईँको फोटो चेन्ज गर्ने। फोटो चेन्ज गर्नको लागि फोटोमा सेलेक्ट गर्ने। त्यस पछाडि जहाँनिर यो तीर जस्तो आइकन हुन्छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यो आइकनको ठ्याक्कै माथि चाहिँ आफूले जुन फोटो राख्न चाहेको हो त्यो फोटोलाई चाहिँ ल्याएर ड्र्याग एन्ड ड्रप गरेर यहाँनिर ल्याउने। जस्तै उदाहरणको लागि मैले यो फोटो ल्याएँ, यसलाई मैले यहाँ ड्रप गरेँ। अब यसलाई चाहिँ मैले ड्र्याग गरेर ठ्याक्कै मुनि सारेँ। तपाईँले यदि यो मैले गरेको प्रोसेस बुझ्नु भएन भने अरू पनि भिडियोहरू छ, त्यसमा मैले मजाले देखाएको छु। र माथिकोलाई मैले हाइड गरिदिएँ र मैले आफ्नो रिक्वायरमेन्ट अनुसार चाहिँ यसलाई अब कत्रो पार्ने भनेर मैले सेट गर्न सक्छु। र त्यो बाहेक यो सबै थोक तपाईँकै चेन्ज गर्न मिल्छ। जस्तै यो सेपको पनि निलोमा छ भने मैले यसलाई अब अरू कुनै कलरमा पनि चेन्ज गर्न सकेँ। जस्तै माथिको पहेँलोलाई पनि मैले चेन्ज गर्न सकेँ। र तपाईँले अर्को एउटा कुरा चाहिँ के गर्न सक्नुभयो भने, जस्तै यो त अब एडिटेबल भइहाल्यो, यो त नर्मल भइहाल्यो। अब के हुन्छ भने, जस्तै मैले यसलाई यहाँनिर अलिकति माथि मुभ गरेँ, फेरि मुनिकोलाई पनि फेरि मैले मुभ गर्नु पऱ्यो नि त, त्यो हामीलाई चाहिँ झमेला हुने भयो। त्यसको अल्टरनेटिभ चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने, सबैभन्दा फर्स्टमा चाहिँ यो लेयर कुन हो पत्तो लगाउने। जस्तै मैले यहाँ क्लिक गरेँ, यो लेयर रहेछ यहाँनिर हो। अब मैले अर्कोमा क्लिक गरेँ, अर्को लेयर रहेछ यहाँनिर। भन्न खोजेको दुईवटा लेयर रहेछ हो, यो दुईवटा लेयर रहेछ। अब मैले यसलाई राइट क्लिक गरेँ, त्यस पछाडि चाहिँ लिङ्क लेयर्स छ नि यहाँनिर, यसमा मैले क्लिक गरेँ। अब यो लिङ्क लेयरमा मैले क्लिक गरिसके पछाडि के हुन्छ भने, जस्तै मैले एउटा सार्दाखेरि दुईवटै सँगसँगै सर्यो। त्यसो गर्दाखेरि चाहिँ हामीलाई चाहिँ काहीँ प्लेसमेन्ट गर्नुपर्ने छ भने त्यो चेन्ज गर्न मिल्यो। अब यो सिग्नेचरहरू पनि सबै तपाईँले चेन्ज गर्न मिलिहाल्छ। अब आफ्नो जुन सिग्नेचर हाल्ने हो त्यो हाल्दा भयो। अनि अब लोगोहरू पनि सबै तपाईँको चेन्ज गर्न मिलिहाल्यो। जसरी तपाईँले फोटो राख्नुभएको थियो, लोगोको लागि पनि सेम त्यस्तै हो प्रोसेस। अझ इमेजको लागि त क्लिपिङ मार्क्स गर्नु पऱ्यो, लोगोको लागि त्यो पनि पर्दैन। तपाईँले जस्ट के गर्नु पऱ्यो भने, पहिलाको लोगोलाई हाइड गरिदिने र आफ्नो नयाँ लोगोलाई चाहिँ ल्याएर ठ्याक्क यो लोगो जुन ओरेन्ज कलरको ग्रुप छ यो भित्र राखिदिने, त्यति नै हो। अब सबै थोकको कलरहरू पनि चेन्ज गर्न मिल्छ। तपाईँले आफ्नो रिक्वायरमेन्ट अनुसार सबै थोक चेन्ज गर्न पनि मिलिहाल्यो। मैले अर्को पनि आइडी कार्ड अपलोड गरिदिएको छु। यो पछाडि त्यो भिडियो हालिदिन्छु। यदि तपाईँले हेर्नुभएको छैन भने त्यो पनि हेरेर डाउनलोड, एडिट, युज गर्न सक्नुभयो।